ग्यास्ट्रिकको औषधि खाइराख्नु भएको छ र आफ्नो मुख पनि बारिराख्नु भएको छ, तैपनि तपाईहरुलाई पेट दुख्ने, पेट फुल्ने र तपाईको सास गनाउने समस्या भएको छ भने तपाईहरुलाई धेरै समस्या मध्ये एउटा एच पाइलोरी भएको हुन सक्दछ। नमस्ते, म फार्मासिस्ट मन्जिल श्रेष्ठ फ्रम मेरुस फार्मेसी। के हो त यो एच पाइलोरी? एच पाइलोरी तपाईको हेलिकोब्याक्टर पाइलोरी भनेर चिनिन्छ, जुन एउटा ग्राम नेगेटिभ ब्याक्टेरिया हो र यो चाहिँ स्पाइरल शेपमा हुन्छ र यसको 4 देखि 8 वटा फ्लजाइलाहरू हुन्छ। विशेष गरी यो एच पाइलोरी तपाईको चाहिँ स्मल इन्टेस्टाइन र तपाईको पेटहरुमा चाहिँ भइरहेको हुन्छ। एउटा रोचक कुरा भन्यो, तपाईको वर्ल्डको 50% मान्छेहरुलाई चाहिँ अलरेडी एच पाइलोरी भइरहेकै हुन्छ। तर विशेष गरी यसले तपाईको मा चाहिँ केही पनि सिम्पटम नदेखाउने पनि हुन सक्दछ र कहिलेकाहीँ हाम्रो इम्युन सिस्टम डाउन हुँदा चाहिँ तपाईको एच पाइलोरीले चाहिँ हाम्रो स्मल इन्टेस्टाइनमा घाउ बनाउने, अल्सर बनाउने र सिभियर केसमा चाहिँ यसले क्यान्सर पनि हुन सक्दछ। अब यो एच पाइलोरीबाट बच्न चाहिँ के गर्ने त? एच पाइलोरीबाट बच्नलाई फर्स्ट थिङ तपाईले कसैसँग पनि आफ्नो जुठोहरु शेयर नगर्ने, आफ्नो ह्यान्डहरु क्लीन राख्ने र ड्रिंकिङ वाटरहरु प्रोपर हुनु पर्यो। अर्को कुरा, तपाईहरुको जुन सुगरी ड्रिंक्स भयो, तपाईको अल्कोहल कन्जम्पसनहरु पनि तपाईले कम गरे भने एच पाइलोरीबाट तपाईहरु बच्न सक्नुहुन्छ। अब यो एच पाइलोरीको ट्रिटमेन्ट के हो त? एच पाइलोरी विशेष गरी तपाईको फिजिशियन अथवा ग्यास्ट्रोइन्टेरोलोजिस्टले तपाईको ट्रिपल डोज थेरापी र क्वाड्रुपल थेरापीहरु हाम्रो चलाइरहेको हुन्छ, जसमा चाहिँ तपाईको दुईटा ट्रिपल डोज थेरापीमा दुईटा तपाईको एन्टिबायोटिक र एउटा पीपीआई र साथसाथै तपाईको त्यसले पनि भएन भने क्वाड्रुपल थेरापीमा तपाईको दुईटा एन्टिबायोटिक, एउटा बिस्मुथ र एउटा पीपीआई चाहिँ चलाइरहेको हुन्छ। र एउटा इम्पोर्टेन्ट चीज तपाईलाई म भनिदिन्छु, यो जुन डोज रेजिमेन दिन्छ नि डाक्टर साहबहरुले, यो चाहिँ तपाईहरुले मिनिमम पनि 10 to 14 डेज जुन डाक्टरहरुले रिकमेन्ड गरेको हुन्छ त्यो चाहिँ प्लिज कम्प्लिट गर्दिनु होला। किन भन्दाखेरि तपाईले यदि यो कम्प्लिट डोज रेजिमेन जुन कम्प्लिट गरिदिनु भएन भने तपाईलाई फेरि पनि यो इन्फेक्सन हुन सक्दछ र पछि यो औषधिले नछुने पनि हुन सक्दछ। त्यसैले तपाईले यो चीज चाहिँ याद राख्नु, तपाईले एच पाइलोरी भयो भने तपाईले डोज रेजिमेन चाहिँ अलवेज चाहिँ तपाईले कम्प्लिट गरिदिनु होला। अब यो एच पाइलोरी भएको कसरी टेस्ट गर्ने त? तपाईको नर्मली एच पाइलोरी चाहिँ टेस्ट गर्नलाई तपाईले इन्डोस्कोपी अथवा चाहिँ स्टुल एन्टिजेन टेस्ट अथवा चाहिँ तपाईको चाहिँ हाम्रो एउटा युरिया ब्लोइङ भन्ने हुन्छ, त्यसबाट पनि तपाईले टेस्ट गर्न सक्नुहुन्छ। हस् त, अब मैले तपाईलाई सबै एच पाइलोरीको बारे भनिदिसके। अब तपाईहरुको हातमा छ एच पाइलोरीबाट कसरी बच्ने। हस् त, नमस्ते। म अरु पनि यस्तै साथसाथै भिडियो लिएर आउने छु। आजको लागि बाइ बाइ।